ओके कट डाइरेक्टै बिर्सिन्छ नमस्ते वेलकम बैक टू अनदर ब्लॉग्स टुडे आई एम इन भूटान behind me here's Kesari Mill little stone big stone kadak kuduk batching and little banai this Kesari Mill today here's Jamela shooting scene is black man and kalo manchi machine ma ढुङ्गा हालें This is Kesar machine. सानो नै यार This is Kesar machine. It's not big machine. This is GT mixer machine. हम मालूम है तेरे बाप को मत सिखा चल This is big ढुङ्गा filter and what happening in your face थोड़ा इंग्लिश में झाड़ दो what happened व्हाट हैपेंड मार खाया बोल दो what is the meaning of pp पत्नी पीड़ित who is pp कालो मान्छेको छेउमा के रे लोकेश यस pp पत्नी पीडित पत्नी पीती वो अबे साले हम मालूम है तेरे बाप को मत सिखा चल ब्रदर हिरो आसमान श्रेष्ठ एन्ड कोरियोग्राफर बिटु पुजल कमिङ नमस्ते र हजुर एउटा खुसीको खबर हाम्रो भानु भाइ हिजो राम्रो एउटा हाम्रो जातिको एउटा पदमा उहाँ चयन हुनुभएको छ र उहाँलाई यहाँका आञ्चलिकहरूले माया र साथ दिनुहोस् उहाँ एकजना एकदम एक्टिभ र उहाँले हाम्रो गोर्खा जातिको लागि बहुत त्याग गरेका छन् र म चाहिँ बहुत खुसी छु र उहाँको यो सायद जुन नयाँ यात्रा सुरु भयो हिजोबाट र उहाँले भरपुर हाम्रो जातिलाई हाम्रो जुन सुरुवात नै क्षण हो आक्सुबाट र आज जति पनि छन् जति पनि कदम चालेर हामीलाई एक्टिभ गर्ने पहिलो आक्सुबाट मैले सानैबाट जानेदेखिकै म आक्सुलाई माया गर्छु र आक्सुका हर उसमा म साथ दिन्छु र उनले हिजो जुन एउटा उसमा आएर उनले आउँदो दिनमा राम्रो काम गर्छन् भन्ने आशा भरपुर छ र उनलाई शुभेच्छा दिँदै र यो झमेला टिममा पनि उनको बहुत एउटा रोल छ र उहाँले हामीहरूलाई बहुत साथ दिएका छन् र भानुगोलोलाई अगाडि बनाउनलाई यो ब्लगबाट नै हजुरहरूले साथ दिनुहोस् उनले एउटा गोर्खाली ब्लग गरेर एउटा स्टार्ट गरेका छन् र हामीहरूले जति सक्यो उनको अहिले हामीहरूले लाइक सेयर गरौँ र उनलाई अझै साहस बढ्छ अलिकति धेरै बोले बट मनबाट आएको कुरो हो चल बस तू लायक है क्या काम करने दे र हाम्रा यहाँ नायकजीले पनि केही दुई कुरो राखिदिनुहोस् भानुको ब्लगको लागि नमस्ते सबैलाई र द गोर्खा ब्लगर हेर्नुभएको जम्मै दर्शक वृन्दलाई हामी सादर नमस्कार भन्न चाहन्छु र वर्तमान हामी छौँ अहिले भुटान र यो जुन चाहिँ हाम्रो भारतको बोर्डर सामराङ क्षेत्रमा छौँ र हाम्रो बिट्टु भुजेलले भने जस्तै अब भानु भाइको म व्यक्तित्वको बारेमा तपाईँलाई के बखान गरौँ एकजना साहित्यिक मान्छे एकजना अभिनय क्षेत्रका पनि एउटा उज्जवल नक्षत्र र हालैमा एकजना आक्सुको एउटा बामुन्जुली आञ्चलिक समितिको मूल सचिव जस्तो गरिमामय पदमा उहाँ चयन हुनुभएको छ र उहाँलाई शुभकामना दिन चाहन्छु र जसरी आज उहाँ विभिन्न क्षेत्रमा सक्रिय रूपले काम गरिराख्नु भएको छ यसरी नै जातिलाई पनि अगाडि लिएर जाने उहाँले आफ्नो काम गर्नुहुन्छ भन्ने मलाई विश्वास छ र झमेला चलचित्रमा पनि म सँगसँगै उहाँको रोल छ हामी दुईजनालाई सँगै तपाईँले देख्नु पाउनुहुनेछ र झमेला चलचित्र तपाईँले माया दिनुहुन्छ भन्ने हामी आशा गर्दछौँ र यो झमेला चलचित्र केवल चलचित्र मात्र नभएर यो एउटा गोर्खा जातिको भारतभरि तथा असममा बसोबास गर्ने गोर्खाहरूको एउटा जिउँदो दस्तावेज हुनेछ र त्यसैले आशा छ तपाईँले यसलाई माया गर्नुहुन्छ र द गोर्खा ब्लगरको च्यानललाई पनि तपाईँले सब्सक्राइब गर्नुहोस् फलो गर्नुहोस् र यस्ता उज्जवल नक्षत्रहरू उद्यमान हाम्रो प्रतिभाशाली भाइहरूलाई सहायता गर्नुहोस् सपोर्ट गर्नुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु धन्यवाद छ दाजुलाई यति कुरा भन्नु म त रुङ्की हाँसु भएँ र दाजुहरूले यति धेरै तारिफ गरिदिनु भयो र हिजो भर्खरै यहाँ हाम्रो प्रतिनिधि सभाबाट मलाई मूल सचिवको रूपमा छान्नुभएको छ र आक्सुको एउटा गरिमामय पदमा छानिएकोमा म पनि आफूलाई भाग्यमानी ठान्छु र
यो पदमा बसेर पनि यसरी ब्लग बनाउँदा अलिक अप्ठ्यारो हुन्छ कि जस्तो ख्याल एउटा मनमा आएको छ। के गर्नु के नगर्नु तपाईँहरू पनि जान्नुहुन्छ, कमेन्ट गरेर भनिदिनु होला है।